विदेशीले यतिखेर टेक ओभर गर्न सक्ने सम्भावना छ। के गर्ने अब सबै नेताहरू भागाभाग रक्तम्य, कोही तपाईँको चाहिँ नै बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के तहस नहस, पार्टीको कार्यालय तहस नहस होइन। अब को आउने त, को शक्ति आउने त त्यहाँ कोही छैन है। कसले गरेको कसरी भयो भन्ने बारेमा कसैलाई त्यतिखेर तात्कालीन थाहा नभएको स्थिति होइन। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो होइन, म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा, कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने मलाई लागोस् भनेको म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर, सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि त बलिरहेको आगोमा हाम फालेँ मैले। हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी होइन। पनि खानेपानी मन्त्री र मन्त्रालय र श्रम मन्त्रालय तपाईँले चलाउनुपर्छ भनेर भनिराखेको छ। त्यो दुईटा मन्त्रालय मलाई दिनुभयो र मैले लिएँ। यो स्थितिमा होइन तपाईँको चाहिँ लिएर काम गर्न सक्ने स्थिति पनि छैन। म उहाँहरूलाई चुनाव गराउनुहोस् भन्छु। चुनाव गराउँदाखेरि चाहिँ अब के कानुन बनाएर गर्ने हो, त्यो कानुन तपाईँको पुरानै कानुनलाई टेकिराख्ने भनेदेखि त यो केही पनि उपलब्धि हुँदैन होइन। त्यसलाई मेटाएर तपाईँहरूले चाहिँ एउटा छोटो आफ्नै कानुन यो तपाईँको चाहिँ स्थितिमा होइन लेखेर आर्मीलाई चाहिँ कन्फिडेन्समा लिएर हर्ग साम्पाङ एउटा आवाज हो, मर्नु बाँच्नुसँग सरकार राख्दिनँ म। तर 81 एउटा शब्द आयो आइतबार आएर चाहिँ जेनजी शब्द आयो। जेनजीले आन्दोलन गर्ने अरे है भन्ने आयो। अब यो जेनजी भन्ने शब्द अब जेनेरेसन जी होइन, जेनेरेसन भनेको पुस्ता। एबिसिडीलाई गन्दाखेरि अमेरिकन अल्फाबेट गन्दाखेरि चाहिँ हामी चाहिँ ब्रिटिस अल्फाबेटमा चाहिँ जेड भन्छौँ, XYZ भन्छौँ। अमेरिकन अल्फाबेटमा चाहिँ XYZ भन्छ। अनि जेनेरेसन जी होइन, जेनजी। अब जेनेरेसन भनेको पुस्ता, जी भनेको सबैभन्दा अहिलेको कलिलो पुस्ताले आन्दोलन गर्ने अरे भन्ने मैले चाहिँ नि सुन्ने होइन। त्यो यसो उसमा देखेँ अहिले। अनि आइतबार अनि कहिले गर्ने अरे त भोलि गर्ने अरे सोमबार भने होइन। मैले सोचिरहेको थिएँ मङ्गलबार म पनि निस्किनु पऱ्यो, केही म्यासेज त दिनु पऱ्यो भनेर। एकैचोटि तपाईँको चाहिँ नि सोमबार त्यो खालको आँधीभेरी आयो। आएपछि अब स्कुलकै ड्रेसमा नानीहरूलाई बोलाइएको थियो त्यहाँ होइन। मैले बुझ्दा स्कुलको ड्रेसमा नानीहरूलाई बोलाएर अगाडि सार्ने है जेनजी। सबै विद्यार्थीहरू भयभरको सबै जानुपर्छ है भन्ने खालको। र मैले यहाँ पनि थुप्रै देखेँ स्कुले नानीहरू विद्यार्थीहरू चाहिँ तपाईँको होइन पोसाकमा बढिराखेको यहाँ पनि देखेँ देशभर त्यो खालको। अब त्यो तपाईँको चाहिँ उहाँहरूको आन्दोलनमा मलाई लाग्छ होइन, अब देखेर आएको त होइन, केही घुसपैठ भयो त्यहाँ मलाई लाग्छ। त्यस पछाडि तपाईँको चाहिँ टाउकोमा गोली हानेर विभत्स किसिमले होइन अत्यन्तै निन्दनीय र पाशविक किसिमले चाहिँ विद्यार्थीहरूको हत्या भइसकेपछि यति धेरै तपाईँको चाहिँ होइन सबै मान्छे आतङ्कित, सबै मान्छे आक्रोशित र आन्दोलित भने त्यसको कुनै सीमै छैन होइन। सबै मान्छे रिसाउने, रुने, रिसाउने, अब खतम बनाउनुपर्छ भन्ने खालको चाहिँ तपाईँको चाहिँ त्यो माहौल बनेको मलाई चाहिँ होइन महसुस भयो। त्यस पछाडि तपाईँको अब के भयो भने त्यसको भोलिपल्ट त अनि त्यहाँनिर तपाईँको चाहिँ अब त्यो के अरे अर्को चाहिँ स्थिति तपाईँको चाहिँ 23 गते भयो। अब यहाँनिर कतिले चाहिँ मैले सुन्दैछु नगर प्रमुख भएर किन र्यालीमा गयो भन्ने कुरा पनि छ होइन। नगर प्रमुख हुँदै पनि म चाहिँ के हो त भन्दाखेरि एउटा जिम्मेवार नागरिक हो, यो देश बन्नुपर्छ र बचाउनुपर्छ भन्ने कुरा म विश्वास गर्छु। त्यसले गर्दा यहाँ सबैजनालाई थाहा भएकै कुरा हो, अरू पालिका सबै तोडफोड भयो होइन। तोडफोड भएको भएन। धरान उपमहानगरपालिका तोडफोड भएन
है त्यो भिडले तपाईँको चाहिँ नि त्यो पनि हुनसक्छ भन्ने एउटा चाहिँ नि होइन बचाउनुपर्छ भन्ने मनसाले पनि म चाहिँ अघिल्लो ब्यानरमा देखा पर्नु होइन खोजेको पनि थिएँ त्यो पनि हो किनभने हाम्रो सम्पत्ति हो तोडफोड नहोस् जहाँ पनि आगजनी र तपाईँको चाहिँ अनेक परि भइराखेको छ धरानमा एउटा लाठी प्रहार पनि भएन होइन भयो भएन है भन्नुको मतलब नगर प्रमुखले गरेको काम युवा पुस्तालाई मन परेको थियो जस्तो मलाई लाग्यो होइन एउटा प्रश्न होइन मैले बुझ्दा हात बटेनी त बन्द थियो अरे भन्ने सुन्यो बन्द थियो कति बजी 5:30 बजी बन्द भयो 5:30 बजी बन्द भइसकेपछि को गएर त्यो तपाईँको चाहिँ तोडफोड गर्यो है अब मैले धरानको मात्रै कुरा गरेँ किनभने धरानको प्रमुख भएको कारणले धरानमा के भयो भन्ने बारेमा अलिकति धेरै मैले लिएर यहाँनिर बोल्नुपर्ने हुन्छ 5 बजी बन्द भएको होइन 5 बजी त आगजनी भएको होइन होला अब त्यहाँ फेरि मान्छे पनि जलेको थियो अरे भन्ने पनि सुन्यो त्यही जलाउन चोर्नु गएको मान्छे अथवा त्यहाँ लुट्नु गएको मान्छे तोडफोड गरौँ भन्ने मनस्थितिले गएको मान्छेहरू जल्या होला कि है हो यो खालको स्थिति तपाईँको छैन के हो त भन्दाखेरि त्यो 23 गते बेलुकीसम्म आनन्दै थियो त्यस पछाडि तपाईँको होइन सबैतिर त्यो खालको चाहिँ धरानमा पनि भएको घटनाप्रति अत्यन्तै दुःख पनि व्यक्त गर्न चाहन्छु अब प्रश्न आयो हर्क साम्पाङ चाहिँ काठमाडौँ किन गयो हैन तपाईले यहाँ मेरो उसे हेर्न सक्नुहुन्छ 1 लाख भन्दा धेरै फोन आएको छ आकै के भन्छ त्यो सबैले भन्दाखेरि अब देशमा विदेशीले यतिखेर टेक ओभर गर्न सक्ने सम्भावना छ के गर्ने अब सबै नेताहरू भागाभाग रक्तम्य कोही तपाईको चाहिँ नै बागमतीमा कुटाई खाँदै गरेको कोही कहाँ के तहस नहस पार्टीको कार्यालय तहस नहस हैन अब को आउने त को शक्ति आउने त त्यहाँ कोही छैन है कसले गरेको कसरी भयो भन्ने बारेमा कसैले त्यतिखेर तात्कालीन थाहा नभएको स्थिति हैन त्यत्रो मान्छेहरुले भनिसकेपछि मलाई यसो लाग्यो हैन म त यो देश बनाउन आएको मान्छे हिम्मत हारेको भन्नुहुन्छ तपाईले के म जति हिम्मतिलो कोही पनि छैन यो देशमा कुरा बुझ्नुस् तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरु थियो त्यहाँ ठीक छ लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्के सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि दण्डनी बलिरहेको आगोमा हाम फाले मैले हाम फाल्ने निर्णय गरेँ 500 किलोमिटर टाढा गइयो हामी हैन यो देशको